विश्वासमा कस्तो छौँ भन्ने कुरो चाहिँ नि आराधना गर्दा देखिँदैन। विश्वासमा हामी कति बलियो छौँ भन्ने कुरा आराधना गर्दा देखिँदैन रहेछ। समस्यालाई सामना गर्दै गर्दाखेरि देख्दो रहेछ विश्वासमा कतिको छौँ हामी। जब समस्या आउने बित्तिकै समस्याको बढी चर्चा गर्छ भने चाहिँ नि त्यहाँनिर देखिने रहेछ विश्वासमा कतिको बलियो रहेछ भनेर। समस्या त आउँछ है। परमेश्वरले छोडेको कारण नि शत्रु अगाडि उभिएको थिएन। कतिचोटि परमेश्वर हाम्रो साथमै हुँदै गर्दा पनि शत्रु अगाडि उभिन्छ क्या। सुन्नुहोस् है, इजरायलीहरूसित परमेश्वर हुनुहुन्थ्यो तर पनि गोलियात चाहिँ आयो। म तिमीहरूसित छु भन्ने कुरोको प्रमाण तिमीले काम नगरिकन भाँडाभरि चामल भरिनेछ। आमेन। यस्तो खालको वचन बाइबलमा यस्तो खालको वचन हामी भेट्दैनौँ। बाइबलले भन्छ जहाँ गए तापनि आगोबाट भएर जाँदा पनि परमेश्वर मसित हुनुहुन्छ। आमेन। आगोबाट भएर जानुपर्छ भन्ने वचनले भन्छ, पानीबाट भएर जानुपर्छ भनेर वचनले भन्नको मतलब जिन्दगीमा प्रब्लम्सहरू आउँछ, त्यो समस्यालाई चाहिँ हामीले नै सामना गर्नुपर्छ। आमेन। हालेलुया। परमेश्वरले यसरी भन्नुहुन्न तैँले केही नगरे पनि सबै कुरा मिल्छ। नो, तपाईँले र मैले के कुरा रोप्छौँ भन्ने कुरोले भन्नु। परमेश्वरको इच्छा त प्रतिज्ञामा लानु हो। भन्नुहोस् त परमेश्वरको इच्छा प्रतिज्ञामा लानु हो। परमेश्वरले इच्छा गरेर मात्र हुँदैन रहेछ है। साथीलाई हेरेर भन्नुहोस् परमेश्वरले मात्र इच्छा गरेर हुँदैन। उनीहरूले चाहिँ के कुरा गर्यो भन्दा हामी बरु के गरौँ, एउटा अगुवा छानौँ अनि मिश्रमा नै फर्क्यौँ। मिश्रमा फर्क्यौँ। थुप्रोचोटि हाम्रो जिन्दगीमा आएको समस्यालाई हामीले कसरी लिन्छौँ मेरो फेरि प्रब्लम्सहरू आउँछ है। सल्लाहकारहरू कस्तो छ भन्ने कुरोले हामीलाई फरक पर्छ। 12 जनाले नै हामी जित्छौँ भनेको भए उनीहरूले नि जित्ने नै कुरा गर्थ्यो। त्यही भएर नि डरपोकहरू 10 जना भन्दा विश्वासमा जिउने 2 जनाले चाहिँ विजयलाई ल्याउँछ। खेरुवाहरूको झुन्ड हजुर गिदोनलाई मान्छे जम्मा गर भने त 32,000 जम्मा गरेछ। अन्त छेरा त वरिपरि राखेछ आफ्नो वरिपरि। मलाई चाहिँ कसरी नछोस् ल, तिमीहरू वरिपरि बस मेरो। 32,000 छेरुवाहरूको बच्चा फर्काएर त गिदोन भनेको त कोको डर छेरुवा त फर्क्यो भने त 22,000 फर्केछ। हजुर छेरुवाहरूको भिड, डरपोकहरूको झुन्ड धेरै। हाम्रो नेपालीको विचार चाहिँ हाम्रो चर्चले कस्तो खालको कुरा कस्तो खालको विचार गरेर थाहा छ, धेरै झुन्ड देखाएर देशलाई प्रभाव पार्ने, धेरै झुन्ड दिएर प्रभाव पार्नलाई परमेश्वरले बोलाउनु भएको छैन। परमप्रभुको सामर्थ्य प्रकट गरेर प्रभाव पार्न बोलाउनु भएको छ। हालेलुया। परमेश्वरले हामीसँग यस्तो विचार बोक्छ नि त। अब हाम्रो नेपाली 30 लाख केही हुँदैन, 30 लाखले केही हुँदैन। परमप्रभुको विषयमा उभिने एकजना, परमप्रभुको शक्तिमा परमेश्वरको सामर्थ्यमा उभिने एकजनाले नै हल्लाउँछ क्या देशलाई। एकैजना भने काफी हुन्छ। एकजना चाहिएको के जसले परमप्रभुलाई भेटेर खडा होस्। तपाईँ थाहा छ 10 जनाले आएर के सल्लाह दियो थाहा छ? अयो म जानु त गएको हो कि है, तर यस्तो डरलाग्दो मान्छेहरू रहेछ, हेर्दै गर्दा खुट्टै लक 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 काट्ने खालको। तपाईँलाई थाहा छ विश्वास चाहिँ कहाँबाट आउँछ अरे? त्यही भएर नेगेटिभ कुरा गऱ्यो भने कतिचोटि प्रब्लम्सहरू हुन्छ। चर्च आज म तपाईँलाई क्लियर कुरा गर्छु, मेरो जिन्दगीमा सिद्धता तपाईँले नखोज्नुहोस्। कोही पनि मान्छे सिद्ध हुँदैन। कतिचोटि तपाईँले नि कतिचोटि अयुबलाई फिलिपको कुरा चित्त नबुझेर म भाटी आउँदै गर्दाखेरि दादा फिलिपको यो कुरा चित्त बुझेन भन्दै गर्दा म त्यस्तो गरेँ त्यसले म कहिले नै भन्दिनँ कि सिद्धता कहिले खोज्नु हुँदैन बाबु, त्यो ठाउँमा तिमी उभिनुपर्छ। कतिचोटि फेरि अयुबको चित्त बुझेन भनेर आउँथेँ कि मैले भन्थेँ बाबु त्यस्तो होइन, यदि हामी एक हुनु हो भने एकअर्काको कमजोरीमा उभिन सिक्नुपर्छ। म कतिचोटि केटाहरूसित म नेगेटिभ भयो नि, म कतिचोटि रेली भनेको यिनीहरूलाई मैले डोर्यायो, मैले नखाएर भयो भने यिनीहरूलाई मैले दियो, तर आज यिनीहरू ठुलो बन्यो होइन। पास्टर अभिषेक गरेपछि म एकदिन निराश भएर मेरो श्रीमतीलाई मैले कुरा गरेँ। अब त फिलिप पनि अर्कै भयो, बुढी रमेश पनि अर्कै भयो, इसाक पनि अर्कै भयो। मेरो कुरा यिनीहरूले सुन्दैन त अब त भन्दै गर्दाखेरि मेरो बुढीले के भन्नु थाहा छ मलाई? मेरो बुढी तपाईँ त्यस्तो विचार गर्नु हुँदैन, कहिलेकाहीँ त्यस्तो हुन्छ, बाबुहरू त्यस्तो हुनुहुन्न है। तपाईँको जिन्दगीमा कोही तपाईँ नेगेटिभ हुँदै गर्दा जहिले पनि परिवार आगोमा घिउ थप्ने हुनु हुँदैन। पोजिटिभ कुरा गर्नु हुनुपर्छ। जे छैन त्यो कुरा खोज्नु हुँदैन, जे छ त्यसमा धन्यवादी हुनुपर्छ। म कतिचोटि केटाहरूसित निराश भयो। एक दिन त मैले फोन गरेर पनि भन्दैन, अब म सब नयाँ भाइहरूलाई तयार गर्छु तिमीहरू जस्तै गरेर भन्दैन। पछि हामी कुरा गऱ्यौँ, अहिले दामी भएको छ केटाहरू,
मैले भन्दै केटाहरूलाई तिमीहरू अब सिङ उम्रे होइन तिमीहरू अब मैले भनेको नमान्ने भयो मलाई नटेर्ने भयो तिमीहरू पास्टर बनेपछि घमण्ड आयो तिमीहरूलाई सिधै भन्दै भयो तर केटाहरूले कुरो बुझ्यो कतिचोटि नि सिचुएसनहरू त्यस्तो हुनु जान्छ कि व्यक्ति नराम्रो नभए पनि कतिचोटि नि कन्डिसनहरू त्यस्तो क्रिएट हुन जान्छ कि घटनाहरू परिस्थिति त्यस्तो भइदिन्छ तपाईँलाई थाहा छ जब सम्बन्ध राम्रो हुन्छ नि जब सम्बन्ध राम्रो छ भने चाहिँ नि सम्बन्ध राम्रो भएको बेलामा जे भने पनि राम्रै लाग्छ श्रीमतीसँग एकदम खुसी भएको बेला कुइनोले नाक भत्किने गरी क्वाच्च लाग्यो भने पनि केही जस्तो लाग्दैन यहाँनिर रातो भयो भने पनि तिम्रो मायाको चिनो हो भन्ने हुन्छ तर जब चित्त बुझ्दैन नि भजन गाउँदा पनि रिस उठ्छ त उसले त यस्तो बढालेर कुचो खुवाएर पार्दा पनि ओ आजको दिन भन्दा यसको थुतुरो कति चलेको मेरो घटना होइन है मैले त्यस्तो हुन्छ भनेको अब हाम्रो त्यस्तो छैन सुन्नुहोस् न भन्नुको मतलब चाहिँ जब सम्बन्धमा प्रब्लम हुन्छ नि तब राम्रै भनेको नि चित्त बुझ्दैन त्यही भएर परिवार एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भन्दा प्रतिज्ञाभित्र जाने हो भने परिवारलाई हामीले जहिले पनि पोजिटिभ कुरा गर्नु सिकाउनुपर्छ आमेन खराबी हुँदै गर्दा पनि असल कुरा बोल्नु सिकाउने हालेलुया सक्दैन रहेछ हुँदैन रहेछ भन्दै गर्दाखेरि पनि पोजिटिभ कुरा बोल्ने हुनुपर्छ परमेश्वरसित पनि कतिचोटि चित्त दुख्छ खै त परमेश्वरले किन नसुनेको भन्ने पनि आउँछ त्यतिखेर चाहिँ हामीले जहिले पनि पोजिटिभ सल्लाह त्यही भएर जहिले पनि प्रब्लम जति आए पनि हामी पोजिटिभ कुरा मात्र किन बोल्छौँ भन्दै गर्दाखेरि त्यो चाहिँ परमेश्वरको वचनको जग हो क्या जगमा उभिएर हामीले बोल्नुपर्छ परिस्थिति जेसुकै होस् हामीले त मरेर जाँदै गर्दाखेरि पनि आशा नहुने जस्तो शोक नगर्नु है भन्छ बाइबलले होइन हरेक परिस्थितिलाई हामीले पोजिटिभली लिनु आवश्यक छ प्रतिज्ञा त्यत्तिकै आउँदैन हातमा साथीलाई भन्नुहोस् प्रतिज्ञा हातमा आउँदैन भन्नु न परमेश्वरले प्रतिज्ञा वचनमा दिनुभएको छ तर त्यो प्रतिज्ञा पुरा हुनलाई चाहिँ हामीले कदम चाल्नु आवश्यक छ हालेलुया हालेलुया त्यही भएर कतिचोटि नेगेटिभ हुँदै गर्दा पोजिटिभ कुरा बोल्ने हुनुपर्छ हामी त्यही भएर कतिचोटि नानीले आएर कुरा गऱ्यो भने तपाईँलाई थाहा छ कतिचोटि नि यो भाइहरूलाई नि कतिवटा कुराहरूको चित्त बुझ्दैन हामी सुरुमा कस्तो कन्डिसनहरूबाट भएर गयौँ भन्दै गर्दाखेरि अयो भाइले पिङ्कीलाई जसरी हेरेर निर्णय गर्छ नि मैले त्यसै गरी निर्णय गर्न मिल्दैन भन्नुको मतलब यो जेनिसाले पिङ्कीलाई हेरेर जस्तो विचार गर्छ नि म जेनिसाको विचारबाट भएर पिङ्कीलाई मैले सोच्नु मिल्दैन म लिडर हो उसको विचारभन्दा मेरो विचार फरक हुनुपर्छ जेनिसालाई चित्त बुझेन भनेर त्यस्तिकै छेक्यो त्यसलाई त भनेर मैले पनि त्यसलाई यस्तो हेर्न थाल्यो भने के हुन्छ म उसको लेभलमा तल झरेँ के म उसको लेभलमा झर्ने होइन उसलाई चाहिँ मेरो लेभलमा ल्याउनुपर्छ के हालेलुया म कतिचोटि साँच्चै भनेको भाइहरूसित चित्त दुखेको मलाई तर म चित्त दुखेर मैले सल्लाह लिँदै गर्दा चाहिँ बढी जस्तो चाहिँ बुढीलाई सेयर गर्छु मलाई यस्तो भयो भन्दै गर्दाखेरि त्यस्तो गरे तिनीहरूले तपाईँले त्यस्तै हुर्काएको तिनीहरूलाई अहिले आएर तिनीहरूले त्यस्तो गर्ने उनीहरूलाई त डाँडा किटेको भए मलाई के हुन्थ्यो भन्नुहोस् न आगोमा घिउ हालिदिएको जति हुन्थ्यो मलाई बाइबलले भन्छ श्रीमती पाउनेले असल कुरा पाउँछ भन्छ त्यो असल कुरा चाहिँ मैले भेटेकै हो अब अरूलाई चित्त बुझोस् चाहे नबुझोस् बुढालाई चित्त बुझ्नु पऱ्यो एउटा बुढी मलाई चित्त बुझेर भन्नु मिल्छ अयोलाई मैले अयो तिम्रो श्रीमती त मलाई चित्त बुझेर भन्नु मिल्दैन नि त सुन्नुहोस् ल कतिचोटि नि मेरो हामीले कुरा बुझ्नु आवश्यक छ तर म कतिचोटि सेवकाईप्रति पनि एक किसिमको तितो बनाएको सबले विरोध गरेँ एकचोटि हामीलाई झुटो शिक्षा अरे भनेर खाइ नखाइ लाई नलाई होइन पुरा अभावबाट भएर सेवा गरेको छ होइन जिन्दगीमा यति धेरै तनाव छ यस्तो साह्रो निराश भए पुरा निराश भए सबले विरोध गर्यो त्यतिखेर केटाहरूको पनि सिङ उम्रियो फेरि यस्तो साह्रो निराश भयो मैले बुढीलाई भने बुढी हामीलाई त के हो एकदम पासपोर्ट कता छ भन्नेसम्म विचारमा आएको पत्रुसले जाल खोजेको जस्तै गरेर प्रभु क्रुसमा टाँगेपछि पत्रुसले जुन जाल प्रभुले त्यो जाल छोड मेरो पछि आइज भनेको थियो प्रभु क्रुसमा गएपछि त त्यो जाल खोज्नु भयो फेरि कतिचोटि हाम्रो जिन्दगीमा त्यस्तो अवस्थाहरू आउँछ कतिचोटि तपाईँलाई चर्चमा चित्त नबुझ्ला मेरो प्रियहरू चर्चमा चित्त नबुझेको कारण म चर्च छोड्छु भन्ने निर्णय कहिले नजान्छु तपाईँलाई थाहा छ त्यो गिदाउन अङ्कल भन्ने मान्छे त्यो अर्जुन प्रीति भन्ने मान्छे चर्चसँग चित्त नबुझेर सियोनमा जानुभएको थियो मैले साँच्चै कुरा गर्ने हो भने त्यस्तो त कति छ क्या जिन्दगीमा मान्छेसँग चित्त बुझेन भनेर मैले प्रभुलाई छोड्नु मिल्दैन
घिस्रै भए पनि बिडी खानुहुन्छ चर्च आउन चाहिँ नछोड्नु। एक दिन त्यसलाई तपाईँले जित्नु हुनेछ। यहीँबाट अब छुटकारा हुने। यहीँ आएर भने हुँदैन, म राम्रो बनेर आउँछु भने जिन्दगीमा कहिले पनि हुँदैन। टाउकोले टेकेर भए पनि चर्च आउनु। रगत बग्ने स्त्रीले घिस्रेर भए नि प्रभुलाई छुन्छु, प्रभुको हात समाउने योग्यको छैन, लुगा भए नि छुन्छु भनेको नि त उसले। थाहा नपाउने गरी म त अयोग्य हो नि त भनेर लुगा मात्र छुन्छु। तपाईँ यहाँनिर आउनु भन्नु, प्रभुमा हावा मात्र भयो नि भेट्नु यहाँ। आमेन। तपाईँलाई नभेटे पनि तपाईँको छेउबाट हावा मात्र आयो भने पनि म जान्ती हुन्छ। हालेलुया। हाम्रो जिन्दगीमा हामी विजय हुनुको निम्ति सल्लाहकार कस्तो छ भन्ने कुरोले धेरै हामीलाई फरक पर्छ। हामी हरेक व्यक्तिको घरमा सल्लाह त हुन्छ नि त है। बेदी बनाउनु भएको छ नि घरमा, के को बनाउनु, ढुङ्गाको कि काठको? प्रार्थनाको बेदी हामी सबैले सुरु गरेको छौँ। बेलुका चट्ट बसेर कतिचोटि चित्त बुझ्दैन, कतिचोटि जोयालाई फलानुले खोइ के गरे रे हजुर। जोयको कुरामा म सिङ बोकेर आउनु चर्चमा आउँदा मेरो नानीलाई यस्तो गरेको, कहिले उसले दिन्छ कहिले उसले लिन्छ, देऊ त तिमीलाई दिइनेछ भनेको छ। यस्तो कुरालाई लिएर म चर्च छोड्छु भन्ने निर्णयमा म पुग्नु हुँदैन। हामी परिपक्व मान्छेले जस्तो विचार गर्नु पर्यो। आमेन। नानीले हातमा यस्तो आची गरिदियो भनेर यसले मलाई आची गरिदियो भने फ्याल्छ नानी? फ्याल्दैन त। के चाहिँ फ्याल्ने? हो आची चाहिँ फ्याल्ने, त्यो चाहिँ हुनुभयो त। आमेन। रिस चाहिँ उठ्छ, मान्छेबाट टाढा हुने, रिसबाट चाहिँ टाढा गर्ने विचार गर्नुपर्छ। आमेन। त्यही भएर मेरो प्रियहरू साँच्चै भन्ने हो भने हामीले कहिले पनि त्यस्तो विचार बोक्नु मिल्दैन। मलाई माइली आमाले बोलाएर खान्दे कि खाँदैन, शान्ति आन्टीले मलाई रिचार्ज हाल्दे कि हाल्दैन, हजुर मन्जु दिदीले मलाई कुखुरा दियो कि दिएन, हामीले त्यतातिर कहिले पनि नजर लाउने होइन। हाम्रो भाग ख्रीष्ट येशू हुनुहुन्छ। हालेलुया। हालेलुया। हाम्रो भाग येशू हुनुहुन्छ। यहाँनिर वचनको भाग दियो कि दिएन? तपाईँलाई थाहा छ धेरैवटा चर्चमा के कुरा झगडा हुन्छ थाहा छ? आज कसको वचन थियो? अयुबको। अयुबको वचनको भागमा अरू कसले बोल्दै भने अरू चर्चमा झगडा सुरु भइहाल्छ। मेरो भाग त्यसलाई दियो, त्यो दादा हो, त्योसित मात्र छ परमेश्वर भनेको। यस्तो कुराहरूमा झगडा गरिरहेको छ क्या धेरै चर्चहरू, यस्तै खालको कुराहरूमा के कसले वचन बोल्ने भन्ने कुरामा झगडा गर्दै गरेको छ। बाइबलले भन्छ हामी परिपक्व मान्छेले जस्तै विचार गरौँ भन्छ क्या। आमेन। हालेलुया। कसले के भाग तपाईँ थाहा छ? धेरैवटा चर्चमा प्रभुले भवन दिनु हो, थाहा छ? सुन्नुहोस् ल मण्डली, प्रभुले भवन एक दिन हामीलाई दिनुहुन्छ, सधैँभरि हामी यो भवनमा हुँदैनौँ। आमेन। अलि चर्को। तर प्रभुले भवन दिनुहुन्छ, तर त्यो भवनमा कसले बढाल्ने भनेर हानाथाप जब हुन्छ नि, प्रभुको मन खुसी हुँदैन कि। सधैँभरि मैले बढाल्नुमा धेरैवटा चर्चमा नि चर्च बढाल्ने कुरामा हानाथाप हुँदैछ। टोइलेट सफा गर्ने, हामी चाहिँ लोकल हो, जहिले पनि टोइलेट सफा गर्नुपर्ने, तिनीहरूको भवन त प्रभुले दिनुहुन्छ, तर कसले गर्ने भनेर हानाथाप हुँदैछ आज। हामी यस्तो कुराहरूलाई जितेर परिपक्व मान्छे जस्तो बढ्न आवश्यक छ। आमेन। कतिचोटि ममता शर्मिलासँग कतिवटा कुरा चित्त नबुझेर अयुबलाई सुनाउँदै गर्दा अयुबले त्यस्तो भने तिमीले भन्नु मिल्दैन। शर्मिलालाई कतिवटा चित्त नबुझेर मलाई भनेको कुरामा मैले त्यस्तो कुरा गर्नु मिल्दैन। हामी जहिले पनि त्यस्तो कुरा बताइने कि हामीले झेल्ने कुराहरू हो यो। त्यही भएर कस्तो मान्छेले सल्लाह दिँदैछ, कुन सल्लाह हामीले लिने? साथीलाई भन्नुहोस्, कुन सल्लाह लिने? वचन अनुसारको सल्लाह लिने। हामीले कुरा बुझ्न आवश्यक छ। हालेलुया। हालेलुया। दुईजनाले तपाईँलाई थाहा छ राम्रो सल्लाह दिने त धेरै हुँदैन रहेछ फेरि, हजुर। हाम्रो 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 देशको नियम चाहिँ कस्तो थाहा छ? बहुमतको कदर हुनुपर्छ हो कि होइन? जसले धेरैमा हो भन्छ त्यसैले जित्छ, तर बाइबलमा त्यस्तो हुँदैन। जसले सत्य बोल्छ त्यसले जित्छ। आमेन। हालेलुया। चाहे एक्लै किन नहोस्, सत्यको चाहिँ जित हुन्छ भन्छ। आमेन। त्यही भएर हामीले कतिचोटि बचाउनु गाह्रो हुन्छ। मजा त आयो सुन्दा त, अब हजुर दुध र मह बग्ने देश सुन्दा त मजा आयो नि है, तर लडाइँ चाहिँ कसले गर्ने? साथीलाई हेर भन्नुहोस् त, मैले हुन न। सुन्नुहोस् ल, त्यत्तिकै जित आउँदैन मेरो प्रियहरू, लडाइँ गर्न सिक्नु आवश्यक छ क्या। आमेन। हालेलुया। हालेलुया।
त्यही भएर म जहिले पनि तपाईँलाई यो कुरा म भन्छु, बाइबलले यहाँनिर भन्छ अनाथका सन्तान रहेछ। भन्नुहोस् न, अनाथका सन्तान रहेछ। समस्या चाहिँ उभिन्छ अगाडि। हुनुहोस् त साथीहरूलाई, समस्या अगाडि उभिन्छ। लडाइँ नगरिकन मैले जित्थेँ भन्यो भने कस्तो हुन्छ? हाँस उठ्दैन त होइन? हामीले लडाइँ गरेर जित्नु आवश्यक छ नि। हाम्रो लडाइँ भनेको चाहिँ हामी आफैसँग हो। कोसँग रे? हाम्रो लडाइँ भनेको चाहिँ विश्वासको लडाइँ हो क्या। समस्याको अगाडि पनि म तँलाई जित्छु भन्नु चाहिँ लडाइँ लड्नु हो। हालेलुया, हालेलुया, हालेलुया। हरेक परिस्थितिमा परमेश्वरको वचनमा बोकेर खडा हुनु चाहिँ समस्यासित लड्नु। हामीले कुरा बुझ्नु आवश्यक छ। हाम्रो परिस्थिति फरक होला, हामी हरेकको जिन्दगीमा लडाइँहरू छ। पहिलो नम्बर हामीले सल्लाहकार कस्तो लिने, दोस्रो नम्बरमा परमेश्वरको वचनको विरुद्धमा खडा नहुने। साथीहरू, असल सल्लाह लिने, परमेश्वरको वचनको विरुद्धमा नउभिने। हुन्छ भनेपछि नि भन्नुहोस् त, हुन्छ भनेपछि हुन्छ भन्नु न। तपाईँले गल्ती 20 मा जानुभयो भने त्यहाँनिर परमेश्वरले मसाला भन्नु, ओइ मसा गएर जाँदा चट्टानमा हुकुम गर भन्नु, पानी निकाल्नलाई। परमेश्वरको वचन कतिचोटि त्यस्तै खालको छ, हाउडे टाइपको हेर्दै गर्दा। संसारले हेर्दै गर्दाखेरि त बौला जस्तो भन्छ, बोलेर हुन्छ कहीँ भन्छ। तर परमेश्वरले हामीलाई विश्वासको जिम्मा बोलाउनु भएको छ। हालेलुया। हिजो मैले एउटा यसो भिडियो हेर्दै थिएँ, एकजना पास्टरले भन्दै हुन्थ्यो, जसरी यो संसारमा 500ले 500को सामान किन्नु सक्छ, जति पैसा छ त्यो पैसा अनुसारको सामान किन्छ, परमेश्वरको राज्यमा नि विश्वास अनुसार काम हुन्छ भनेर भन्दै हुन्थ्यो। विश्वास अनुसार काम हुने। सुन्नुहोस्, उनीहरूलाई लडाइँ नगरिकन तिमीहरूले विजय पाउँछ भनेर सिकाएन बाइबल भने। तिमीहरूले लडाइँ गर्नु अनि विजय चाहिँ परमेश्वरले दिनुहुन्छ। आमेन। हेर्दै गर्दा नपत्याउने होला, विजय हामीबाट होइन परमप्रभुबाट आउने हो। त्यही भएर हाम्रो परिस्थितिको अगाडि पोजिटिभ कुरा बोलौँ। उनीहरूले आएर यसरी भने, त्यहाँनिर त अनाथका सन्तान छ तर पनि हामी जित्छौँ। आमेन, आमेन।